And so happy and proud of being your teacher. आदरणीय यस वेलकम प्रोग्राम का कार्यक्रम सभाध्यक्षज्यू, इस कार्यक्रम का प्रमुख अतिथिज्यू, प्रधानाध्यापकज्यू, विभिन्न क्लास का कोअर्डिनेटरज्यूहरू, मेरा सम्पूर्ण सहकर्मी मित्रहरू, सेकेन्ड इयर एन्ड थर्ड इयर अध्ययनरत प्रिय विद्यार्थी भाइ बहिनीहरू र आजका मुख्य आकर्षकको केन्द्रबिन्दु जसलाई हामीले वेलकम गर्नको लागि यो प्रोग्राम राखिरहेका छौँ, फर्स्ट इयरका मेरा प्रिय विद्यार्थी भाइ बहिनीहरू, सर्वप्रथम सम्पूर्ण शिक्षकहरूको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट न्यानो नमस्कार र अभिवादन टक्राउन चाहन्छु। आज यो कार्यक्रमको नामै छ वेलकम। लेट्स थिंक अबाउट इट। तपाईहरुलाई हामीले वेलकम प्रोग्राम राखिरहेका छौं, विशेष गरी सेकेन्ड इयर र थर्ड इयरको अग्रज दाइ तथा दिदीहरूले फर्स्ट इयरमा पढ्ने भाइ बहिनीहरूको लागि यति सुन्दर कार्यक्रम आयोजना गर्नुभएको छ। यसको मूल मर्म बुझ्नु भएको छ? पछाडी मोबाइल चलाएर बस्दै गर्नुहुने र यो कार्यक्रम हल छोडेर बाहिर बस्नुहुने मेरा प्रिय विद्यार्थी भाइ बहिनीहरूलाई म सम्झन चाहन्छु। मूल उद्देश्य, मूल मर्म, the aim of this program, what is the main agenda, what is the mission and the vision of this program, तपाईहरुलाई हामीले वेलकम गरिरहेका छौँ। अनि कसैले वेलकम जस्तो प्रोग्रामलाई छोडेर भित्र बाहिर त गर्दैन होला, हैन? हामीले गर्दैनौँ, किनभने रेस्पोन्सिबिलिटी। म यो कार्यक्रममा के भन्दैछु भने हामीले गरेको क्रियाकलापहरुमै जस्ट निहाल्नु आफैले एकचोटि हेर्नु। भगवान गौतम बुद्धले भन्नुहुन्छ अपदीप भव, मतलब आफै भित्रबाट बोल्नुपर्छ, भित्रैबाट जाग्नुपर्छ। आज हामी कसैले तपाईको लागि मोटिभेट गर्दैमा के हामी सधैँभरि मोटिभेट हुन्छौँ त? हुँदैनौँ नि। जबसम्म भित्रको ज्योति, भित्रको नेत्र, यो दुईटा नेत्र होइन कि त्रिनेत्र हाम्रो खुल्दैन, जबसम्म यी हेरेका आँखाहरूले देखेका सपना, फेरि भन्दैछु, हेरेका आँखाहरूले देखेका सपना पुरा गर्नको लागि अन्तर्मनदेखि तपाईहरू आफ्नो रेस्पोन्सिबिलिटी, आफ्नो जिम्मेवारीमा पूरा वहन गर्नुहुन्न भने आजको यो वेलकम कार्यक्रमको कुनै अर्थ रहँदैन। तसर्थ यो वेलकम कार्यक्रम सामान्य एउटा औपचारिकता अथवा एउटा संस्कारलाई अँगालेको छैन। एकचोटि हेरौँ, यहाँ हामीले हेर्यौँ कति राम्रो राम्रो नृत्यहरू, अन्तर्निहित प्रतिभाहरू पनि प्रस्फुटन गर्नुभएको थियो, जो हिजो स्टेजमा आएर बोल्न नसक्नेहरूले मजाले कार्यक्रम चलाउनु भएको छ। कति मिठो गरी हजुरहरूले आफ्नो पर्फर्मेन्स दिनुभएको छ। यो एउटा प्लेटफर्म, यति सुन्दर प्लेटफर्म जगाइदिने, सुन्दर प्लेटफर्म हामीलाई बनाइदिने यस विद्यालय, यस संस्था, आफूले पढ्ने गरेको संस्थाप्रति एकचोटि छातीमा हात राखौँ त सबैजनाले। कतिको जवाफदेहिता र कतिको जिम्मेवारी हामीले वहन गरेका छौँ त्यो एकचोटि महसुस गर्ने दिन हो। थ्याङ्क यू भेरी मच। जसले रियलाइजेसन गर्छ, जसले आफूलाई रियलाइजेसन गर्छ, त्यो मान्छे भोलि के हुन्छ त? सफल व्यक्तित्व हुन्छ। थाहा छ यु क्यान विन भन्ने किताबमा शिव खेराले भन्नुहुन्छ, द विनर्स डोन्ट डु द थिङ डिफरेन्ट थिङ बट दे डु द सेम थिङ इन अ डिफरेन्ट वे। यानी कि सफल हुने जति पनि सफल व्यक्तित्वहरूले कुनै पनि नयाँ काम गर्दैन। बस पढ्ने त सबैले हो, यही पढ्छन्, तर पढ्न पनि फरक तरिकाले पढ्छन् अनि बल्ल सफलताको शिखरमा पुगिन्छ। तसर्थ फर्स्ट इयरमा जति पनि यो हाम्रो इन्स्टिट्युटलाई विश्वास गरेर नेपालका विभिन्न ठाउँहरूबाट यस कलेजमा हजुरहरू भर्ना हुनुभयो, हामी एकदमै छाती चौडा गरेर भन्न सक्छौँ अहिलेको फर्स्ट इयरको स्टुडेन्ट्सहरू, फर्स्ट इयर, सेकेन्ड इयर, थर्ड इयर सबैजना विद्यार्थीहरू एकदमै अब्बल सबल, हाम्रो यो राष्ट्रले खोजेको रोजेको क्वालिफाइड सिटिजनको रूपमा चाहिँ यो देशलाई सेवा गर्नको लागि लायक हुनुहुन्छ। एकचोटि आफूले ताली बजाउनुहोस् त। यो आफ्नो लागि ताली, आफ्नो लागि ताली। र अर्को कुरा मैले भन्नै पर्ने कुरा,
मान्छेको दुईवटा माइन्डसेट हुन्छ। एउटा एकदमै फिक्स माइन्डसेट र अर्को भनेको चाहिँ एकदमै पोजिटिभ माइन्डसेट हुन्छ। माइन्डसेट हाम्रो दिमाग जहिले पनि सोचबाट सुरु हुन्छ। मान्छेले भन्छन् पैसा भयो भने सफल भइन्छ, धनी बाउको छोरो भयो भने छोरी भयो भने सफल भइएला, धेरै पढ्यो भने सफल भइएला। तर म भन्छु त्यो सफल हुनको लागि सबैभन्दा पहिला सोच। कस्तो सोच? यो सोच जबसम्म यो सोच यो दिमागबाट आउँदैन नि तबसम्म हामी जतिसुकै भौतिक सुख सुविधा सम्पन्नशाली भए पनि हामी सफलताको शिखर चढ्दैनौँ। तसर्थ फेरि भन्दैछु, सकारात्मक माइन्डसेट, पोजिटिभ माइन्डसेट र फिक्स माइन्डसेट। हाम्रो एउटा फिक्स माइन्डसेट छ यहाँ। फिक्स माइन्डसेटले भन्छ म सक्दिनँ, म गर्दिनँ, म जान्दिनँ, म होइन, म छैन। त्यसले जानेकै छैन म गर्छु भन्न। नेगेटिभ माइन्डसेटबाट फिक्स माइन्डसेटबाट हुर्किएको छ। हाम्रो माइन्डसेट त्यत्तिकै बनेको छैन नि त। आमाको गर्भमा रहेदेखिबाट चितामा नजान्जेलसम्म हाम्रो लर्निङ प्रक्रिया भइरहन्छ। अनि त्यो फिक्स माइन्डसेटले भन्छ म सक्दिनँ, इम्पोसिबल। तर म भन्छु इम्पोसिबल भन्ने शब्दभित्रै आई एम पोसिबल छ। हेर्नुहोस् त लेखेर, स्पेलिङ भन्नुहोस् त। इम्पोसिबल भन्ने वर्डलाई एकचोटि निहाल्नुहोस्, हेर्नुहोस् र पढ्नुहोस् छुट्याएर। आई एम पोसिबल। यो संसारमा असम्भव भन्ने कुरा केही पनि छैन। तर चाहिन्छ सोच। सोच मात्रै भएर पुग्दैन, स्रोत मात्रै भएर पुग्दैन। त्यो सोच सँगसँगै आफूले गर्ने कर्मको फल पक्कै पनि हामीले पाइन्छ। अहिले राइट ट्र्याक आएको छ। फर्स्ट इयरमा भर्ना भएदेखिबाट आफ्नो टार्गेट, मिसन, भिजन र गोललाई सम्झिएर त्यही अनुसार हरेक छेडलाई भ्यालु एसेटमा बदल्नुपर्छ। एसेट भनेको के हो? यतातिर चाहिँ सम्पत्ति हो नि एसेट भनेको। यो समय लगानी पनि यो सम्पत्ति हो। तसर्थ हामी फिक्स माइन्डसेटले होइन, ग्रोथ माइन्डसेटले काम गरौँ। अब आजदेखि हजुरहरू सबै मेरा प्रिय विद्यार्थी भाइ बहिनीले भन्नुपर्छ आई क्यान डु, आई क्यान डु, आई क्यान डु, यु क्यान डु एन्ड टुगेदर वी क्यान डु। फेरि भन्नुहोस् त, आई क्यान डु, यु क्यान डु एन्ड टुगेदर वी क्यान डु। हामी सबै मिल्यौँ भने आफ्नो लक्ष्य चुन्नको लागि कति पनि गाह्रो पर्दैन। तिमी इन्डिभिजुअली मेहनत गर्दै गर। हामी टिचर्सको तर्फबाट, व्यवस्थापन कमिटीको तर्फबाट कति पनि कसुर नराखिकन 100% दिनको लागि हामी तयार छौँ भने हामी सबै मिल्यो भने वी क्यान डु, हामी सबैले गर्न सक्छौँ भन्दै अन्त्यमा सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। यानी कि हामी सबैको भलो होस्, सबैको कल्याण होस्, सबैको मनमा चाहिँ पोजिटिभ भाव जागोस् भन्ने शुभ भाव व्यक्त गर्दै आजको यस कार्यक्रमको भव्य र सभ्य सफल होस् भन्ने शुभ भाव व्यक्त गर्दै पुनः यस सुन्दर कार्यक्रम आयोजना गर्ने सेकेन्ड इयर एन्ड थर्ड इयरका भाइ बहिनीहरूलाई हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दै बिदा हुन्छु। नमस्कार।